राजकुमार दाइ त्यस्तो होइन कि मैले राजकुमार दाइ भन्छु कि तपाईँ पनि पहिला हामी जस्तै हुन्छ नि सानोदेखि माथि माथि गएको त नि हो होइन हजुर पनि मतलब सानै भन्दाखेरि सानो बच्चा मान्छे होइन कि युट्युब क्या हुन्छ नि सानो युट्युबबाट तपाईँ यति ठुलो ठुलो गर्दै जानुभयो हामी पनि त्यस्तै हो नि होइन उहाँले त्यस्तो भन्नुभयो कि भाइ भिडियो बनाउनु त्यति सजिलो छैन नबनाउनु हुन्छ भनेर तपाईँ भन्नुहुन्थ्यो होइन उहाँ रिसाउनु भयो भने चाहिँ म पनि रिसाइदियो भने झन् त्यहाँ त धेरै खतरनाक झमला पर्छ होइन 1 महिना अगाडि मैले त्यो राजकुमारको मेरो बारेमा के भएको थियो होइन त्यो के लफडा भन्नाले खै के लफडा नभनौँ भने त्यस्तो लफडा के भन्नु होइन सो त्यो मैले भिडियो अपलोड गरेको थिएँ टिकटकमा युट्युबमा सो मैले हेरेँ ठ्याक्कै नाम त टोकेर नभनौँ होइन मेरो फेसबुकको साथी पनि हुनुहुन्छ कि उहाँ चाहिँ होइन ठ्याक्कै नाम टोकेर म भन्दिनँ होइन उहाँले कमेन्ट गर्नुभएको छ होइन उहाँले जहिले पनि मलाई खाते कि अलिक नेगेटिभ टाइपको लेखिरहेको हुनुहुन्छ कि उहाँले होइन तर एकजना चाहिँ त्यस्तो हुनुहुन्छ कि खाते त्यता भन्ने अनि 2-3जना चाहिँ त्यस्तो हुनुहुन्छ कि यो फेक हो भनेर भनिराख्नु भएको थियो होइन राजकुमार मेरो जुन त्यो भइरहेको थियो तर गाइस त्यो फेक होइन त्यो रियल नै हो त्यो कुराहरू चाहिँ अब त्यहाँ म भेट्न जाँदा चाहिँ त्यही हो अब सेलिब्रेटी मान्छे भएपछि त्यस्तै हुन्छ क्या अब हुन्छ नि त्यस्तो बालै केही नदिने त्यस्तो टाइपको हुन्छ क्या अब त्यस्तो तर त्यस्तो राजकुमार त्यस्तो त मलाई गरेन होइन तर अरूलाई चाहिँ गर्नु भएछ होइन तर मलाई त्यस्तो गर्नु भएन खै किन हो तर मलाई यो गर्नुभयो कि जसमा हुन्छ नि मलाई केमा चित्त दुख्यो भन्दाखेरि राजकुमार दाइसँग मेन रिजन भनेको मलाई जुन भाइ भिडियो बनाउनु त्यति सजिलो छैन भिडियो नबनाउन यताउता केही भन्नुहुन्थ्यो होइन सो तपाईँले यस्तो भन्नु होइन राजकुमार दाइ त्यस्तो होइन कि मैले राजकुमार दाइ भन्छु कि तपाईँ पनि पहिला हामी जस्तै हुन्छ नि सानोदेखि माथि माथि गएको त नि हो होइन हजुर पनि सो मलाई उहाँले त्यस्तो भन्नुभएको थियो कि अनि त्यो भनेर चाहिँ मलाई चित्त दुखायो कि होइन हो तपाईँ पनि त्यस्तै त हो नि होइन पहिला सानैबाट मतलब सानै भन्दाखेरि सानो बच्चा मान्छे होइन कि युट्युब क्या हुन्छ नि सानो युट्युबबाट तपाईँ यति ठुलो ठुलो गर्दै जानुभयो हामी पनि त्यस्तै हो नि होइन उहाँले त्यस्तो भन्नुभयो कि भाइ भिडियो बनाउनु त्यति सजिलो छैन नबनाउनु हुन्छ भनेर तपाईँ भन्नुहुन्थ्यो होइन अनि त्यो भिडियो चाहिँ मैले त्यो भिडियो चाहिँ मैले रेकर्ड गर्नै पाइनँ क्या रेकर्ड गरेन भनौँ न मलाई किनभने चाहिँ अर्कै भइरहेको थियो कि किनभने चाहिँ उहाँको अब होइन उहाँको घरमा भेट्न गएको होइन तर केही छैन भेट्न त जो पनि जान्छ होइन त्यसमा त्यो कुरा छोड्यो के डर लागेको थियो भन्दाखेरि राजकुमार दाइ फेरि हल्का रिसाउनु भएको थियो कि अब उहाँ रिसाउनु भयो भने चाहिँ म पनि रिसाइदियो भने त्यो झन् त्यहाँ त धेरै खतरनाक झमला पर्छ होइन त्यो भएर चाहिँ मैले चाहिँ त्यस्तो भिडियो सिडियो पनि बनाइनँ होइन झन् ल के भन्नु दाइ ल भन्नु त एकचोटि भनेर भिडियो बनाउनु तिर्छ भने ल तैँले त मलाई त्यसको अब यहाँ झन् धेरै लफडा पर्छ क्या अनि त्यसैले चाहिँ मैले त्यस्तो केही गरेन अब उहाँले के भन्नुहुन्छ होइन मैले त्यो सुन्दै आएँ होइन तर राम्रो लाग्छ राजकुमार दाइ धेरै राम्रो लाग्छ होइन एकदम मिठो लाग्छ मलाई राम्रो लाग्छ क्या राजकुमार दाइ भिडियो अझै पनि हेरिरहेको छु मैले त्यही हो अब केमा चित्त दुख्यो भन्दाखेरि त्यही हो अब भाइ भिडियो बनाउनु त्यति सजिलो छ भन्दा चाहिँ मलाई हल्का चित्त दुख्यो क्या भिडियो बनाउनु त कहाँ सजिलो छ र होइन सङ्घर्ष पो गर्ने हो होइन तर उहाँले नबनाउँदा हुन्छ भिडियो भन्नुभयो क्या मलाई फेरि तर यस्तो चित्त देख्यो केही छैन होइन सो भइरहेको छ कहिले काहीँ भइरहेको छ होइन त्यही हो गाइस त्यही भन्नु आएको थियो मलाई फेसबुक साथी पनि हुनुहुन्छ क्या टिकटकमा जोडेको होइन सो उहाँले 2-3जना हुनुहुन्छ एकजना त मलाई खाटे भनिरहेको हुन्छ होइन अनि कुनै कमेन्टहरू चाहिँ धेरै नराम्रो गरेको हुन्छन् होइन किनभने मेरो फेरि यस्तो टिकटकमा फेरि कमेडी चाहिँ यस्तो छ फेरि कमेन्ट मेरो टिकटकले चाहिँ फिल्टर गरेर राखिदिन्छ क्या त्यस मैले मात्र हेर्न पाउँछु त्यो कमेन्ट चाहिँ त अरू कसैले हेर्न पाउँदैन अब मैले हेरेर अब त्यसमा अब त्यो कमेन्ट राम्रो चाहिँ मैले
मेरो मर्जी अब सो गर्ने र नगर्ने भने मेरो मर्जी हुन्छ क्या त्यो कमेन्ट चाहिँ सो है त गाइज त्यही हो भिडियो नेक्स्ट भिडियो हेरौँ ल